साथीहरू, आफ्नो मेहनतको फल मिठो हुन्छ भन्थे नि, तर हाम्रो यहाँ मेहनतको फल चाहिँ पिरो छ है। यो चाहिँ हामीहरूले आफ्नो बारीमा रोपेको खोर्सानी हो। एउटा खोर्सानी चाहिँ हावाले झरालिदिएको रहेछ। अलि खाने चाहिँ भएको छैन, अलि तर पिरो चाहिँ एकदम पसिसकेको छ है। यो करेलाको बोट, यो चाहिँ आफै उम्रेको करेला हो। यसलाई चाहिँ हामीले रोपेको पनि होइन। हेर्नुहोस् न कति राम्रोसँग फलेको छ, अझै कति धेरै नै फलेको छ। चिचिनाको बोट पनि छ, बल्ल फल्न सुरु गरेको छ। हेर्नुहोस् त कति। यो चाहिँ हामीले रोपेको करेला हो। एउटा चाहिँ पाकिसकेको रहेछ, त्यसलाई चाहिँ मैले बिउको लागि चाहिँ प्रिजर्भ गरेर राखेको छु। कति फलेको छ, कति चाहिँ खानु र। हामीले त करेलाहरू टिपेर आफ्नो आफन्त साथीहरूलाई पनि बाँड्ने गरेको छौँ। धेरै भएर सुकाएर पनि राखेको छ। अहिलेको यस्तो विषादीयुक्त तरकारीहरू खानुभन्दा अलिकता मेहनत गरेर आफ्नै बारीमा फलाएर खाँदाको आनन्द नै छुट्टै हुने गर्दछ। हेर्नु न कति फलेको छ, कति खानु है करेला पनि। मलाई चाहिँ यहाँ एउटा हातले टिपेर एउटा हातले भिडियो खिच्न पनि अलिक गाह्रो भएको थियो। हामीले चाहिँ यो अलि हाम्रो एउटा घर जस्तो छ, त्यसमा चाहिँ डोरीहरू बाँधेर यसलाई फैलिनको लागि ठाउँहरू राखिदिएको छौँ। 2टा बोट मात्रै लगाएको हो, तर फल्न चाहिँ एकदम फलेको छ। उता मकैहरू पनि छ परतिर। हेर्नु न कति ठुलो फलेको छ। 2वटा जस्तो करेला भयो भने त लगभग 1 किलो बेसी पुग्छ। आज चाहिँ यति टिपेको छु मैले। हेर्नु, आज मैले भिन्डी टिपेको चाहिँ मैले भिडियो बनाउन पाइनँ। आज चाहिँ यति भएको छ।